के भन्न मन लागेछ भन ब्लगर गाइस सुरुको ब्लगर हो म 6 इयर्स ओल्ड को अब ब्लग बनाउँछु अनि मेरो बहिनी छ बहिनीको भिडियो बनाउनु ल हाय बहिनी के छ बहिनीको हालखबर ल ल बहिनी के छ आज चाहिँ हामी घुम्नको लागि इजु भन्ने ठाउँमा परिवार सँगै आएको छौँ रमाइलो गर्दैछौँ र अहिले हामी यहाँ चेकिङ गर्दैछौँ। यहाँ अब समुद्र नजिकै छ यहाँमा पुल पनि छ तर पुल बन्द भएको छ अनि आज अनि कस्तो फिल भइरहेछ त यहाँ आउँदा एउटा रमाइलो फिल भएको छ ए अनि अब कसलाई के भन्नु मन लागेछ त अनि बुबा आमालाई सम्झेपछि छैनस् र बुनु भागी हामी चाहिँ आज इजुमा आइपुगेका छौँ र यहाँ चाहिँ एकदम रमाइलो भइरहेछ बच्चालाई चाहिँ एकदम खुसी लागिरहेछ है उफ्रिने बस्ने यताउति गरिरहेछ। आज हाम्रो सर्ट ट्रिप हुँदैछ हामीले यहाँ ड्राइभर राखेका छौँ उहाँ चाहिँ हाम्रो एकदम पर्फेक्ट ड्राइभर हो यिनीहरू अब जाँदैछन् घुराबारी सब लिएर हामी खाओगुचीबाट हाम्रो यात्रा सुरु भइसकेको छ। अब हामी खाओगुचीबाट लगभग 3 घन्टाको जतिको ड्राइभमा जाँदैछौँ। हामीसँग हाम्रो यहाँ नानी बाबु सबैजना छौँ। हामी खुसी हुँदै उफ्रिँदै जाँदैछौँ। बाटोमा रमणीय दृश्यहरू हेर्दैछौँ। अहिले हामी हाइवे हुँदै गइरहेका छौँ। बाटोमा रमाइलो ठाउँहरू छ यताउति हेर्दै गइरहेका छौँ। अब एकदमै खुसी सान देखिरहेछ। यो चाहिँ योपालि अलिकति हिउँ परेको भएर राम्रो देखिएको छ नत्र राम्रो देखिने थिएन। हाइवे हुँदै हामी गइरहेछौँ। अहिले हामी चाहिँ नुमाजुको रारापोर्ट भन्ने ठाउँमा पुगेको छौँ र अहिले हामी यहाँ पार्किङ गरेर कहाँ के छ भनेर यसो हेर्दैछौँ र एकदम रमाइलो रहेछ यो ठाउँ। हामी चाहिँ अलिक चिसो ठाउँबाट आएको भएर हो कि यो ठाउँ चाहिँ अलिक तातो रहेछ उता खाओगुची भन्दा। यहाँ केटा चाहिँ खुसी भएर उफ्रिरहेको छ। अब हामी यहाँ तल गयौँ र यसो के छ यसो हेर्दैछौँ बच्चाहरूसँग यसो रमाइलो। यहाँ तल चाहिँ नाचगान भइरहेछ। नाचगान भएपछि अब हामी पनि यसो हेरौँ न त के छ भनेको एउटा ग्रुपले यहाँ डान्स गरिरहेछ। अब यसो तलतिर गयौँ त्यहाँ मिकी स्टोर रहेछ डिज्नी स्टोर रहेछ। डिज्नी स्टोरमा के पाइन्छ भनेर हामीहरू हेर्दैछौँ र रमाइलो कुराहरू पनि रहेछ। कान्छा के गरे ओए नानी चाहिँ त्यहाँ घुम्न गएको भएर अनौठो मानेर हेरिरहेको चाहिँ कहाँ के छ भनेर। अनि हाम्रो बाबु पनि एकदम राम्रो मानेर हेरिरहेको के रहेछ यो डिज्नी स्टोरमा भनेर। अनि ऊ हेर्दैछ ऊ नानी खुसी भएर हेर्दैछ। अनि सबैजनाले नानीलाई हेराउँदैछन् के छ कस्तो छ यो त्यो भनेर नानी त्यो चाहियो त्यो भन्छु। ऊ चाहिँ प्रिन्सेसको ड्रेसहरू रहेछ भनेर हेर्दैछ एकदम खुसी हुँदै। नानीले अब मिक्की देखेपछि एकदम खुसी भए। त्यो पछि हामी यहाँ दोस्रो तलामा यहाँ बच्चाहरू खेल्ने ठाउँ रहेछ। हामी त्यो नानीलाई चाहिँ लिएर गएको। बाबु चाहिँ अलिक छिटै मास्तिर गइसक्यो भएर चाहिँ उसले थाहा पाएन। ऊ चाहिँ एकदमै अचम्म मानेर यहाँ उफ्रिरहेछ खेलिरहेछ। त्यो सकेपछि हामी अब आफ्नो यात्राको क्रममा हामी हिँड्यौँ। त्यहाँबाट लामो यात्रा गर्नु नै बाँकी थियो। अझै लगभग 1-1.5 घन्टा बाँकी भएको भएर हामी चाहिँ आफ्नो बाटोतिर गयौँ। बाटोमा चाहिँ त्यो ऊ रहेछ मिचिने एकी भन्ने ठाउँमा पसलहरू हुन्छ। अनि हामी चाहिँ त्यहाँ गएर के छ कसो छ भनेर हेर्दै थियौँ। अनि नानीलाई चाहिँ अनि त्यो फ्लावर्सहरू यसो देखाएको के गर्छ भनेर। अनि फेरि अब हामी लगभग फाइनल्ली हामी होटेल पुग्यौँ। होटेलमा पुगेर यसो हेर्दैछौँ
के कस्तो छ भनेर नानी उफ्रिँदैछ बस्दैछ खुसी हुँदैछ ल उफ्रिरहेछ ऊ ल लडे ल नानी लडेर उसको वहाँ पारै बेग्लै भइरहेछ उफ्रिने बस्ने खेल्ने भइरहेछ यहाँ एकदम रमाइलो लागेछ नानीलाई होटेलमा अब हामी होटेलमा एक चेकिङ गर्ने काम गर्दैछौँ के भन्न मन लागेको छ त खेपै भन्न मन लाग्यो एकचोटि नाच्न मन लागेको छ कि एक्साइटेड ओभरलोडेड होटेलको तलपट्टि पार्किङ रहेछ मान्छेहरू गर्ने चेकिङ चेकआउट गर्ने कति राम्रोसँग सजाएर राखेको छ सबै सामानहरू अनि बाहिर त ठ्याक्कै यहाँ स्विमिङ पुल छ स्विमिङ पुलको अपोजिटमा चाहिँ पुरै रहेछ त्यसमा समुद्रहरू रहेछ यहाँ दिदीबहिनी पनि दिदीभाइ बसेर कुरेर बसिरहेछ एकछिनलाई यहाँ चेकिङ हुने काम भइरहेको भएर दादा जे पनि दादा 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 होटेल बस्न आएकी थिए ल यता हेरेँ ल अब एकचोटि नाच्देऊ गाइज हामी होटेलमा बस्न आएको छौँ अब भ्लग बनाउँछौँ तपाईँ के भन्नु ल के भन्नु छ मामा भन्नु के भन्नु छ ल भन्नु तपाईँलाई कस्तो लागिरहेछ कस्तो लागिराखेको छ ल मामा कस्तो लागिराखेको छ हाम्रो बाबुलाई चाहिँ मामासँग इन्टरभ्यू लिएपछि एकदमै मिनी ब्लगर बनिरहेछ ऊ चाहिँ अनि त्यहाँ यसो हेर्दैछ म चाहिँ उसलाई सहयोग गर्दैछु त्यो पछि होटेलको बारेमा ऊ केही भन्दैछ अनि त कहाँ बस्न आएको भन्दै म त जापानको इजु भन्ने होटलमा बस्न आएको समुद्र नजिकै छ कति टाढा छ एकदम धेरै टाढा छ अनि कतिको रमाइलो भइरहेछ त एकदम धेरै रमाइलो भएको छ अनि यहाँ के देखिँदो रहेछ यहाँ समुद्र पुल चाहिँ गर्मीमा मात्रै हुँदो रहेछ अहिले बन्द भइसकेको छ अब चाहिँ बेलुकीको टाइम भएको भएर हामी चाहिँ बाहिर यो उमी भन्छ यसलाई समुद्र रहेछ समुद्रमा यसो बच्चाहरूसँग खेल्न गइरहेछौँ तर त्यहाँ रमाइलोसँग पानीको छालहरू खेल्दैछौँ तर यसो हेरेको कहिलेदेखिको माछाहरू पनि सानो देखिरहेछ ऊ चाहिँ अब कसरी जाने भनेर सोच्दैछ जुत्ता लगाएर खोल्यो गयो माछाहरू पनि देखिरहेछ हाम्रो नानी पनि उफ्रिरहेछ उसले दुःख दिइरहेछ उहाँ समुद्रमा जान पर्यो भनेर पानीको छालहरू एकदम आयो सर भाग आयो र हाम्रो बाबुलाई चाहिँ एकदमै खेल्न मन लागिरहेछ पानीहरूसँग उसले के बनाएला सबै भत्काइदियो बिगारिदियो फेरि अब हेर्दैछ फेरि बनाउनु खोज्दैछ जति बनायो के गर्नु पानीमा भत्किहाल्छ बिग्रिहाल्छ उसले ऊ बनायो ऊ गर्दैछ र पानी आयो ल खत्तम भयो उसले के गर्दैछ कता लाँदैछ
ल्यायो फ्याल्यो यस्तो चिसो पानीमा उहाँ एक्लै खेलिरहेछ। सबैजना गइसके पनि उसलाई पानीमा खेल्न पुगेको छैन। र यसरी नै बेलुकाको अहिले लगभग 7 बज्न लाग्यो होला। अब हामी होटेलतिर गएर आज चाहिँ चेकिङ गर्छौँ र आज हामी यहीँ बस्ने प्लानमा छौँ र हामी भोलि बिहान उठेर फेरि अर्को ठाउँ जाने प्लान बनाइरहेका छौँ। हाम्रो 2 दिनको घुमघाम हो। उसलाई चाहिँ एक्लै खेल्न मन लागिरहेछ पानीमा। तल माथि गरिरहेछ, पानीहरू खेलिरहेछ। अब चाहिँ फर्किने कि भन्ने सोचेर उसले पनि हात खुट्टा धुँदैछ। ऊ धोइसक्यो, ऊ भाग्यो। अब घरतिर फर्किने प्रयास गर्ने भन्दा नि होटेलमै हामी आज बस्ने भएको अरे। यतिको फोहोर त जान मिलेन भनेर हामी गयौँ, होटेलमा गयौँ। अब बेलुकीको टाइम भएको भएर हामी चाहिँ नुहाइधुवाइ गरिओरि यहाँ खाना खाने टाइम भएर हामी खाना खाँदैछौँ र उसलाई चाहिँ एकदम आइसक्रिम मनपर्ने भएको भएर आइसक्रिम एकदमै मिठो मानेर खाँदैछ। मुखभरि लगाएर उसले चाहिँ एकदम इन्जोय गरिरहेछ। आइसक्रिम चाहिँ उसलाई एकदम मन परिरहेको छ। लगभग उसले पनि धेरै कुराहरू खायो आज। पेट पनि फुट्ने गरी खाइसक्यो। ल यो चाहिँ जापानिज डिसहरू हो। लगभग अघि सुरुमा भिडियो खिच्नुपर्ने ठाउँमा बिर्सिएछ र हामीले यो लास्टमा खाइसकेपछि यो खिचेको हो। उता आइसक्रिम खाँदैछ, बसिरहेछ। उता बुढो यहाँ जुस के छ त्यो खाँदैछ। हाम्रो कान्छीले यता खाँदै, हरिले पनि यता खाँदै